हेलो गाइस दर्शन नमस्कार सबैजनालाई। आज फेरि म यही घरमा आएको छु कि बिजुली बत्ती लगाउने, ढोकाहरू लगाउने, सिध्याउने सबै कामको लागि आएको छु। देखिहाल्नुहुन्छ यतातिर ढोकाहरू अगाडिको भइसकेको छ र बिजुली बत्तीको लागि तारहरू ल्याइसकेको छ र यो पाइप चाहिँ यो तार चाहिँ त्यो पाइपभित्र लगाइदिन्छ। किन भन्दा सजिलैसँग मुसाले खानु सक्दैन र त्यो पाइप लगाएर त्यो पाइप जता पनि त्यहाँनिर जान्छ र यो पाइप चाहिँ कहाँनिरबाट कता दिने हो भनेर यसलाई चाहिँ भन्छ टर्मिनल। जस्तै हामीहरूको 3 बाटो के भन्छ, 2 बाटो के भन्छ, 4 भन्ज्याङ भन्ने चाहिँ यही हो र यो चाहिँ बत्तीको लागि यसलाई यसरी राख्ने अनि यहाँनिर बत्ती लगाउने के छ। अनि त्यहाँबाट यो चाहिँ यहाँनिर यो पाइपको लागि हो काँटी। अनि यहाँनिर छ कि यो पनि काँटी नै रहेछ। पतलीमा अन्नम तिजो ला पाण्डो तिनी sepuluh tinta. Ini kan 1, 2, 3, 4, 5, 6, 7. Yang pasang kita cuma 6 ya, Dek? 10. Yang pasang kita 6. 10 वटा ल्याएको रहेछ तर बढी भयो केही हुँदैन, केही छैन। मैले फर्काएर लाँदा पनि हुन्छ र एक्स्ट्रा राखिदिँदा पनि हुन्छ। काम परिआएको बेलामा काम लाग्छ। र बिजुली बत्तीको लागि तारहरू सबै आइसकेको छ र भर्याङहरू यहाँ छ र बिजुली बत्तीको लागि अब यसरी खोल्दैछ। खोलेपछि यहाँबाट खोल्दैछ यसले अनि अलिअलि फुटाएर त्यसलाई फेरि अब पछि चटक्क पारेर यसो सिमेन्ट लगाइदिने। पहिल्यै राख्नु पर्थ्यो, राख्दैन त के गर्नु त, पछि गर्नु पर्यो। पहिल्यै मैले भनेको थिएँ कि यसरी राख्नुपर्छ है भनेर भनेको थिएँ तर राख्दिएन, के गर्ने। ठिकै छ, अब गल्ती गरिहाल्यो त, अब फेरि कराएर पनि काम छैन, भनेर पनि काम छैन ल। त्यही भएर मैले चाहिँ नभन्ने क्या यिनीहरूलाई। भनेको गर्दैन, नगरेपछि ठिकै छ, केही छैन। र कोठाको लागि यहाँनिर बिजुली बत्ती रहनेछ बिचमा। किन भन्दा त्यहाँबाट काठ तेर्छाउने, काठको बिचमा रहन्छ। भए पनि कोठाको लागि एउटा मात्रै त्यहाँनिर रहन्छ। उतापट्टि यतापट्टि हुन्छ, उतापट्टि यतापट्टि एउटै हुन्छ, उतापट्टि यतापट्टि एउटै हुन्छ। र देखिहाल्नुहुनेछ यहाँनिर म चाहिँ अहिले फोन आइराखेको थिएँ फेरि लिम्बू दाईको। म भिडियो बनाएको कारणले लिम्बू दाईको फोन पनि काट्नु पर्यो। अब अहिले फेरि फोन हालिहाल्नु भयो, उठाउनु पर्यो। एकछिनै दाई, एकछिनै, म भिडियो बनाउँदैछु दाई। एकछिनबाट भिडियो बनाइसकेर फोन गर्छु है दाई। हुन्छ दाई, हुन्छ। अनि यहाँनिर अब कुरा छ रेलिङ घाँसिहाल्नु। Seharusnya seterusnya sih ya bang, cuman ininya aja kan dibolong, boxnya aja tak ada. Boxnya ada Jang? Ada? Iya, kirain udah terpasang situ. Hah? Kirain udah terpasang situ. Iya, seharusnya pasang kan nih. Itu di mana boxnya ini? Mana pun ini dia Dot. यहाँ भोक्ने भन्दैछ। यो के भन्छ, यो बिजुली बत्तीको लागि अस्ति किनेर ल्याइदिएको, अस्ति पहिल्यै किनेर ल्याएको। तर के गर्नु, आफ्नो काम नभएपछि मान्छेले अर्काले राम्रो कामै गरिदिँदैन। किन गरिदिँदैन भन्दाखेरि यस्तै। Ini tempat cok ada? Tempat cok? Tempat cok atau pasang ini? Hah? Ini tempat stok kontak apa untuk saklar? Dia pakai saklar gitu. Maksudku dia untuk cok apa-apa gitu.
Ini pecokan. Heeh. Ini tempat apa nih? Yang penting kan tak mau dihidupkan. Tempat kamar. Seharusnya dia... Seharusnya kamar satu aja dong. Ini aja satu aja tengah. Lampunya pun di tengah. Ya kan? Biar awet. Lebih bagus kita pasangkan ke belakang satu. Ya kan? Kamar ini kan bisa satu lampu. सatu aja ya. भन्दैछु कि यो दुईवटा कोठाको लागि एउटै मात्रै बत्ती त्यहाँनिर राख्ने. उता पनि छ, यता पनि देख्छ. र ini dia harus macam mana? Walaupun satu lubang dia ada untuk coknya. Mana tahu taruh TV kan? Ya kan? Jadi tempat cok aja kan, nggak saklar kan? Nggak usah saklar lah situ. Nggak usah. Mencok untuk cok aja lah. Yang penting kau lah pandai-pandai kau lah, nggak tahu kami itu. Tapi di situ ada untuk cokannya kan. Jadi ditaruh meja itu kan bisa dicokkan, sambungkan lagi situ. Bisa. यहाँनिर भनेको यहाँनिर चाहिँ त्यो चक भन्छ, त्यहाँबाट निकाल्ने. Udah sampai dot, tunggu. Yuk satu aja sampai. Yang merah hitam nggak sampai. Oke sampai. हो यसरी निकाल्ने. हो यसरी निकाल्यो भनेदेखि एकदम सुरक्षित हुन्छ भनेर भनेको. पाइप चाहिँ गाड्दैछ, तर यो चाहिँ राख्दैन रहेछ क्या. सामान छैन होइन, सामान छ, सबै किनेर ल्याइदिएको छ. सामानहरू छ, सबै यहाँनिर देखिहाल्नुहुन्छ. यहाँनिर देखिन. Itu nggak usah dipakai karena itu nggak ada guna. Kalau di sini satu aja untuk ke kamar. Itu aja untuk kamar. Ini untuk teras sama ini. Boleh. Ini untuk boleh, ini untuk kamar. Apa di semua disambung situ? Nggak mungkin. Enggak, nah ini untuk Bikin double nggak bisa? Hah? Bikin double. Ya saklarnya mana? Ini cuma boxnya. Nah, itulah yang di apa nih? Bang bilang udah ada semua semalam. Aku nggak ngerti saklar itu apa namanya kan, nanti kita ambil. Ada sudah. Kurasa ada tempat Adi Yasin ada kurasa. Ini belinya tempat Adi Yasin. Oh pasti ada. Nah, berarti kan di situ dekat nanti setelah kalian makan kan. र यो सबै किनेर ल्याइदिएको लगाइदिनु रहेछ, तर अझै पनि सामान पुगेको छैन. किन भन्दा त्यो निभाउने बाल्ने हुन्छ नि, यसो थिच्ने अन अफ गर्ने. Martil tengok lah di situ di luar. Luar tengok. Luar ada martil. Pahat. Pahat pun ada tengok. Itu pahat kayu kok. Enggak, pahat itu ada agak tebal. Ada betul kan? Iya, ada beton. Ada di tas-tas itu tengok di itu. Di goni-goni itu carian. अनि अब त्यस्तै छ के भन्ने, यहाँनिरको भाषा नि बोल्नै पर्यो, यसो गर उसो गर भन्नै पर्यो. त्यही भएर बिहानैदेखि आएर रुँगेर बस्यो. अनि के भन्छ, कामदारले काम गर्दाखेरि आधा बेसारो काम गरेपछि वेस्टै हुन्छ. अब के गर्नु, अब नगरौँ कसरी, गर्दाखेरि अब वेस्ट हुन्छ. यो चाहिँ कोठाको लागि बत्ती बाल्ने निभाउने यहाँबाट, र यहाँनिर चाहिँ बाहिरको बत्ती र भित्र यहाँनिरको बत्ती बाल्नुलाई यो. र यो किन के बनाइदिएको, यो के को लागि हो? अब एक एकवटा यहाँबाट गर्ने भने त कहाँ लाने फेरि? एउटा कोठामा एउटै गर्ने त अब हुँदैन. तर ठिकै छ, यसलाई टाल्दिउँला. टालेपछि राम्रै छ, पछि केही भएर काम लागिहाल्छ कि भन्ने पनि आशा छ. र यहाँनिर राखिदिनु पर्ने ठाउँमा चाहिँ राखिदिएन रहेछ. यहाँनिर एउटा हुनुपर्थ्यो क्या. यहाँ भान्सा कोठामा अहिलेको जमानामा भात पकाइन्छ भाँडामा होइन, राइस कुकर भन्छ. यहाँनिर
खै यहाँनिर के भन्छ भने मिलिसकेको छु तर अब त्यो पकाउनु पर्थ्यो यहाँनिर यहाँ चक गर्नु पर्थ्यो के गर्नु पर्थ्यो जोड्नु पर्थ्यो त्यो गर्दैन तर अहिलेको प्लान मिलेको छ फेरि यो बाहिरपट्टिको पछाडिपट्टिको बाहिर पनि बत्ती राख्दिनँ भनेर पछाडिपट्टिको बत्ती राख्दै पनि हामीहरूले यिनीहरूले बाल्नु सक्छ कि सक्दैन किन भन्दा यहाँनिर महँगो पर्छ बिजुली बत्तीको पैसा तिर्नुलाई अब उसले पानी किन्ने त पैसा कोही बेला छैन भन्छ त्यो बिजुली बत्तीको लागि किन्ला नकिन्ला राख्नु चाहिँ राखिदिनु पर्यो राख्न चाहिँ राखिदिने मेरो विचार छ अगाडिपट्टि एउटा यतापट्टि एउटा उतापट्टि एउटा तर राखेर मात्रै भएन क्या 2 दिनको लागि झिलिमिलीले केही पनि नहुने रहेछ त्यही भएर हेरौँ अब के हुन्छ यसरी राखिदिनु पर्यो राखिदिने र उहाँहरूकै हातको कुरो बाल्नुपर्छ बाल्नु पर्दैन र यताको झ्याल पनि seharusnya jendela itu di sini 2 sini yang 2 kan itu tapi nanti kita cakap salah kan ya यहाँनिर चाहिँ हुनु पर्थ्यो क्या यो सानो सानो 2टा झ्याल यता कोठातिर राखिदिएको छ हजुरहरूलाई म देखाइदिन्छु पहिल्यैदेखि मैले भनेको यो झ्याल उतापट्टि लगेर राख छ अझै पनि मैले बनाएर ल्याएको छ हेर्नुहोस् है म बनाएको छैन सामान बनाएको छ ल त्यहाँ 2टा यहाँ 2 यहाँनिर 2टै छ झ्याल हेर्नुहोस् तर झ्याल लगाइदिएन के झ्याल लगाइदिएन अब के भन्ने मैले छोडेर गएको त्यतिखेर पनि भनेर छोडेर गएको यता छ झ्याल एक्स्ट्रा एउटा अझै एक्स्ट्रा झ्याल छ म देखाइहाल्छु कि यता एउटा एक्स्ट्रा झ्याल छ हेर्नुहोस् है एक्स्ट्रा झ्याल छ यो झ्याल त्यहाँ लगाइ भनेर ल्याएको पछाडि लगाइदिएन रहेछ त अब के गर्ने त हामीहरूले के भन्ने त हामीहरूले यसलाई यसको यिनीहरूको दिमागमा दिमाग छ कि छैन के भन्ने अब रिसाएर हुनु त रिसाएर पनि हुँदैन अब गर्दैन त अब के गर्ने हामी थिएनौँ त्यतिखेर हामी थियौँ हामीहरूले भनेर गइसकेको पछि त्यो एउटा झ्याल चाहिँ त्यो पछाडिपट्टि भान्सा कोठामा लगाइदिनु पर्ने लगाइदिएन रहेछ र त्यो बढी भइराखेको र यहाँनिर अगाडिपट्टिको कोठामा 2वटा झ्याल त्यो ठिक छ यतापट्टि साइडमा त्यो 2वटा झ्याल त्यो ठिक छ किन भन्दाखेरि मान्छेहरू आउँदाखेरि बस्दाखेरि पनि त्यहाँ उज्यालो हुन्छ उज्यालोको लागि र आज यहाँनिर हामीहरूले भोलिको दिनमा काम सबै सिद्ध्याइदिन्छु भनेको छ तर सिद्धिन्छ होला भन्ने आशा गरिएको छ र हेर्नुहोस् जति पनि हामीहरूले गरेको काममा र यिनीहरूले गरेको काममा तर म चाहिँ के भन्छु भने यो 6 जनाले गरेको काम ठिक छ ठिकै छ अलिअलि गल्ती त हुन्छ मान्छेबाट त्यो ठिकै छ अलिअलि गल्ती त भइहाल्छ अलिअलि गल्ती हुन्छ तर त्यो सबै ठिक छ तर यिनीहरूले वचन दिएको थियो 10 दिन भनेर 10 दिन लगाइदिने भयो 10 दिनै पुग्ने भयो किन भन्दा यिनीहरूलाई थाहा रहेछ मैले भनेको थिएँ 9 दिनमा सक्छ भनेर 10 दिन पुऱ्याएँ र यहाँको मान्छेहरूलाई मैले के भन्न चाहन्छु भनेदेखि हुनु त सबै यो खालको छैन क्या यो चाहिँ आरिसले हो क्या सिधै कुरा भन्छु आरिसले हो क्या पहिला यो नेपालीसँग यो कुमार बहादुर तामाङसँग पनि राम्रो थिएन रहेछ क्या यिनीहरूको बडाबाउको छोराहरूसँग के को लागि नराम्रो थियो त्यो मलाई थाहा भएन यसको बुढीले भन्दै थियो नि त अस्ति मलाई भनिसकेको छ नराम्रो रहेछ नराम्रो भएको रहेछ के को बारेमा हो त्यो त थाहा छैन हुनु त मेरो बुढीको 6 जना छ दाजुभाइ दिदीबहिनी भाइहरू 2टा छ दिदी मेरो बुढी अनि साइली कान्छी गरेर 4वटा छोरीमा उनीहरूसँग म कहिले पनि नराम्रो गर्दा पनि पहिला म गरिब हुँदाखेरि हुन त भन्दै
भन्दा भन्दै आँसु आउला जस्तो लागेको छ मलाई। मन रोइराखेको छ मेरो। Apa? Ini lampunya nggak dikasih satu, setik apa mah? 1,5 aja. Bukan kita nggak mau kasih Dot. Ukuran orang ini nanti pulsanya beli atau tidak? Apa nih? Pulsanya bukan kita. Kalau aku mau sebelah sana satu, sebelah sini satu, depan belakang saya mau. Beli nggak pulsanya? Boleh lah. Terminal beli nggak ada duit macam mana nih? Dari mana mau beli? मैले भन्दैछु उसले भन्दैछ एक एकवटा यो राख्ने कोठामा, तर एक एकवटा त राखिदिन्छु, तर यसको स्थिति नै छैन कि यो यहाँनिर पुल्सा भन्छ हामीहरूको जस्तै पैसा तिर्नुपर्छ नि उहाँ नेपालमा बिजुली बत्तीको। Yang ini untuk kamar aja apa kamar mandi. Kamar mandi. Kalau di sini kan tadi sini, tadi mana lah nanti kita bikin satu. Lampu kamar mandi. Berarti pecok nggak ada di sini? Nggak ada. Nggak ada. Nggak ada. Cuma saklar doang. Dia maksud aku macam mana caranya untuk sini sama situ. Iya, Kalau bisa dua di tombol sini. di situ. Dua tombol di sini. Nanti kau hitung, kau bawa duit beli di situ. Di situ ada pasti. Nggak dibuat sini saklar dari sini. Nggak ada. Di sini mau buat saklar macam mana? Nanti kita apa aja, wire-nya jatuhkan sini aja. Main timbul Buat aja. main cok aja, main timbul aja. Main timbul aja di apa. Bisa. र हेर्नुहोस् मैले अघि भन्दै थिएँ नि यिनीहरू पहिला नराम्रो रहेछ, बडा बाउको छोराहरूसँग नराम्रो रहेछ। मैले पहिला भन्दै थिएँ नि मेरो जेठी सासू मेरो सालाहरू सालीहरू उनीहरू अलिक हुने खाने नै भनौँ न, तर अहिलेको स्थितिमा मैले गफ गरेको होइन, अहिलेको स्थितिमा सबभन्दा माथि म पुगेको छु। तर मैले त्यो देखाउन चाहन्न, म त्यो घमण्डी गर्न चाहन्न, म घमण्डी गर्न चाहन्न, मेरो यति छ उति छ भन्न चाहन्न। तर अहिलेको पहिलाको स्थितिमा मलाई यस्तो हेला गर्थे क्या, यस्तो हेला गर्थे र चारजना ज्वाइँहरूमध्ये म ससुराले पनि मेरो जेठी सासूको बुढाले सालीको बुढाहरूले मलाई परा गर्थे क्या, मलाई परा गर्थ्यो। तर अहिले आएर म मनमा नै भन्थे दिनरात काम गरेर भए पनि मैले चाहिँ तिमीहरूसँग 1 रुपियाँ पनि मागेर खान्न, तर दिनरात काम गरेर भए नि म देखाइदिन्छु तिमीहरूको अगाडि र म मेरै खुट्टामा उभिन्छु भन्ने भावना थियो मेरो भावना थियो। त्यो भावना अहिले मैले पुरा गरेको छु र पुरा पनि भएको छ र पुरा भयो भनेर पनि म उनीहरूको अगाडि देखाउन चाहन्न। देखाउँछु, म जान्छु, बस्छु, खान्छु, पैसा खर्च गर्छु। अस्ति हरिराया भन्नेमा मात्रै 3 लाख नेपाली मैले खर्च गरेको ल त्यहाँनिर हो। यसरी देखाउँछु क्या म देखाउनुको लागि। म त यस्तो उस्तो भनेर म कहिले पनि भन्दिनँ, म पढाइ गर्दिनँ, मैले कति पनि मान्छेलाई पढाइ गर्दिनँ र डाइरेक्ट भन्दिनँ, बरु चुबा लागेर बस्ने। तर मनमा लिने कसरी गर्नुपर्छ, गरेर देखाउनुपर्छ, मैले गरेर देखाइदिन्छु भन्ने मेरो भावना थियो र मैले पुरा गरेँ। र यो कुमार भाइलाई पनि त्यसरी नै हेला गरेको रहेछ। हुनु त कुमार भाइ अलिकति के भन्नु भने झरक्क रिसाउँथ्यो मात्रै, यहाँको मान्छे हो हो भनेर सानो भएर हामीले काम गर्नुपर्छ। सही कुरो भन्छु म डराले होइन, फेरि डराले होइन, साँच्चैको खेल्नु आयो भने दुईजना छ, म एक्लै त म अहिले पनि खेल्न सक्छु। तर त्यसरी होइन, त्यो बलले होइन, बुद्धिले होइन, त्यो के अरे बलले होइन, बुद्धिले देखाउनुपर्छ। बुद्धिले देखाउनुपर्छ, हामीहरूले बुद्धिले काम गर्नुपर्छ। र मैले जति पनि मनमा म यिनीहरूलाई देखाउँछु, म देखाइदिन्छु भनेको थिएँ नि, अहिले देखाइदिएँ। अहिले कति साल भयो म बसेर खान्छु, उहाँ गएर यति खर्च गर्छु पैसा। के भन्छ, यता त्यता गयो इमरान, यता त्यता गयो इमरान भन्छ।
यति पैसा चाहियो इमरान भन्छ। मलाई थाहा छ नि तर म पहिलाको त्यो गरेँ भनेर यसलाई म रिस मानेर दिन्न यस्तो गरेँ, दिएरै छोड्नु तिनीहरूलाई। किन मलाई पहिला त्यस्तो गरेको भनेर त अहिले म चिनाउँछु। र हेर्नुहोस् यहाँनिर र सुमन भाइ पनि फेरि खोच्याउँदैछ दशा लाग्यो भनेर भिडियो बनाउँदै थियो। कुन दशा लागेको, शनिको, आइतबारको, सोमबारको, कुन बारको दशा लागेको हो, खुट्टा खोच्याइराखेको छ। अनि कामहरू गर्दैछ। त्यसरी काम भनेको चाहिँ मान्छेलाई जति पनि जे हुन्छ जसो हुन्छ त्यो काम गरेर देखाउनुपर्छ कि काम गरेर देखाउनुपर्छ। मैले भनिहालेँ नि, हेला गर्थ्यो मलाई पहिला, सबैभन्दा पहिलो कुरो हेला गर्थ्यो। सबैले मलाई हेला गर्थ्यो। कोची मसाला है, कोची मसाला यागन। अहिले भन्दैछ सानो, त्यो भनेको त्यस्तो नो प्रब्लम, सानो त्यस्तो मलाई के होइन भनेर भन्छ। हो त्यतिखेर सानो लागेको थियो मलाई, त्यसरी दबाब गर्दा भेला भयो भने पनि उनीहरू भेला हुने। तर अहिले म यहाँबाट आउँछस् आउँदैनस्, कहिले आउँछस् कहिले के गर्छ सब हो यसरी गर्नुपर्छ क्या मान्छेले गर्दाखेरि। र हजुरहरूले मनैदेखि सहयोगी मनैदेखि हजुरहरूले सहयोग गरेर हजुरहरूले सहयोग दिएको घर सिद्धिन लागेको छ। ल हेर्नुहोस्, घर ठडिसक्यो र चिल्लो राम्रो भइसक्यो र आजको भिडियोमा यो भिडियो अन्तिम बनाइँदैछ। किन भन्दा अब बढीमा बढी 2 दिन लाग्छ। र कस्तो लाग्यो हजुरहरूलाई यो भिडियोमा? केही म बसन्त तामाङबाट गल्ती बोल्न गएको रहेछ भने बसन्त तामाङ हजुरहरूको सामने माफ माग्न चाहन्छु र माफ गरिदिनु होला। दाजुभाइ दिदीबहिनी बुवा आमाले माफ गरिदिनु होला। यो घर अब धेरैमा धेरै 2 दिनभित्र सबै सिद्धिँदैछ र हजुरहरूले दिएको रकमको घर भिडियोमा हेर्नु होला। र हजुरहरूले जति पनि सहयोग गर्नुभएको थियो रकम, त्यो रकमले र विश्वास गरेर काम दिनुभएको थियो, त्यो यो काम भइसकेको छ। र उसले जिस्किन खोजिराखेको थियो अघिदेखि नै, कोची मसाला। तर यो साले पनि त्यो भने मात्रै हो, बिहानदेखि काम गरेको 3वटा झ्याल मात्रै त्यो लगाइदिएको देखिराखेको छु। भन्न त नहुने हो नि, अब के गर्नु, हुनु त अब के भन्ने। ल हेर्नुहोस्, र केही गल्ती भए माफ गरिदिनु होला। र हजुरहरूले यहाँनिर दिएको रकमको घर देखिहाल्नुभयो। र कामदारहरू आज 4 जना मात्रै छ। जय नेपाल।